आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 को मञ्चमा अब नेपालले 19वटा मात्र खेल खेल्न बाँकी छ। अहिलेसम्म नेपालले 17वटा खेल खेलेको छ, जसमध्ये 10वटामा हार बेहोरेको छ भने 5वटामा चाहिँ जित निकालेको छ। 2वटा खेलमा भने मौसमको खराबीले गर्दा खेल रद्द भएको छ। त्यस खेलमा अङ्क बराबर बाँडिएको छ। नेपाललाई अहिलेको अवस्थामा शीर्ष 4 भित्र पर्न अति नै आवश्यक छ। तर शीर्ष 4 भित्र पर्नको लागि नेपालको हकमा फलामको चिउरा चबाए सर नै छ। नेपालले 19वटा म्याचमा 12वटा म्याच जित्नु नै पर्ने दबावमा छ। तपाईलाई के लाग्छ, नेपालले आफ्नो स्थान शीर्ष 4 भित्र स्थापित गर्न सक्ला कि नसक्ला? अब प्रश्न उठ्छ, नेपालले आफ्नो 19 मध्ये 12 खेल जित्न नसकेर शीर्ष 4 भित्र आफ्नो स्थान स्थापित गर्न नसकेमा के हुन्छ? यदि नेपालले आफ्नो 19 खेल मध्ये 12 खेल जित्न नसकेर शीर्ष 4 भित्र आफ्नो स्थान स्थापित गर्न नसकेमा नेपाल प्रत्यक्ष विश्वकप क्वालिफायरमा पुग्न पाउँदैन। शीर्ष 4 टिम मात्र सिधा विश्वकप क्वालिफायरमा पुग्ने व्यवस्था छ। नेपाल टिमको स्तर घट्ने खतरा बढ्छ, अर्थात् नेपालले प्लेअफ खेल्नुपर्छ, जहाँ अन्य एसोसिएट टिमहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, जस्तै नामिबिया, युएई, जर्सी इत्यादि। त्यहाँ जिते मात्र नेपाल लिग 2 मा रहने मौका पाउँछ, नभए लिग 2 बाट तल झर्ने सक्ने सम्भावना हुन्छ। आइसिसीले दिने फन्ड र अवसरहरूमा पनि असर पर्छ। लिग 2 मा राम्रो प्रदर्शन नगरेमा नेपाललाई आइसिसीबाट आउने आर्थिक सहयोग र खेलहरूको अवसरहरू पनि घट्न सक्छन्। तर समय अझै छ। यदि टिमले रणनीतिक सुधार, स्थिर ब्याटिङ र राम्रो बोलिङ गर्न सके भने नेपाल फेरि आफ्नो पोइन्ट टेबललाई राम्रो स्थानमा ल्याउन सक्छ। तपाईलाई के लाग्छ, नेपालले आइसिसी लिग 2 क्रिकेट शीर्ष 4 भित्र आफ्नो स्थान स्थापित गर्न सफल होला या नहोला? कृपया कमेन्ट गर्नुहोला।